त्यो कुरोसँग एकले अगाडि हेल्प गर्नु थियो चाहिँ म ल्याउनु त देखाउँछु यसको उसको कपडा एकदम बाक्लो है धेरै कपाल धेरै बाक्लो स्यागी कट काट्दैछौँ हामी त म्यामले सिकाउँदै हुनुहुन्छ हामीलाई म्याम यता हुनुहुन्छ म्याम म्याम बनाइदिनु लामो छोटो हल्का स्प्रे गर्दै पहिलो पहिलो स्टेप दुईटैको सेप बराबर हुनु पर्यो गाइडलाइन दिनुपर्छ है यता ल दुईतिरका अब कति काट्ने अब सोधिदियो थियो ट्याक्कै त्यो चाहिँ गाइडलाइन यति यति है यतिको ठिक हुन्छ ल ल अब गाइडलाइन यो गाइडलाइन भयो यो यसमा यसरी गरौँ अब यहाँ पनि कटिङ गरेको दि यहाँ छैन अब यसलाई यस्तै छड्काउनु हेर्नु है यसो छड्काउनु यस्तै हातले छड्काउनु तलबाट त्यसरी काट्दै गयो एकैचोटि होइन हो यही स्टेपमा पनि यसरी यता हेर्नु है यसरी छड्काएर काट्ने के यसरी यसरी स्यागी कट छड्के काट्ने के यो काट्दा नि ल बराबर छ कि छैन चेक गर्नुपर्छ फेरि एकतिरको लामो एकतिरको छोटो गर्नु अलिक लामो है बराबर मिलाउनु दुइटै बराबर हुनुपर्ने पकाउँछ फेरि एकतिरको लामो एकतिरको छोटो अब यहाँ त छँदैछ मुख चिलायो भाइ कपालले अब यु कट्नी काट्ने आउनु त यहाँ अब यता र यस्तो हाँगा फाटेको यता साइडबाट यता बसेकोले बनाउनु त यसरी यो मेरो यो यता हेर्नु है यो कट होइन म्याम कपाल कैँची घुमाएर लानु पर्यो कि कैँची झारे चाहिँ कैँची नलाग्ने भइसकेको छ बल राम्रो छ ड्यान्स गर्नु भयो नि त अब यो बाक्लो कपाल भयो नि अब हेर्नु है अब यसलाई उसलाई के गर्नु यो बाक्लो कपाललाई के गर्नुपर्छ अब तल यस्तै अलिक यसो गर भन्नुपर्छ त्यो डमीमा काटेर सिकिँदैन पछाडिको छुट्टै हुन्छ पछाडिको छुट्छ बाक्लो हो नि त उसको भन्दा बेस गरी एकदम सही मान्छेको काटेको छ अब यस्तो गर्ने हातले अब फेरि यसमा 0 डिग्री भित्रपट्टिको कपालहरूलाई फेरि काट्नु एप्रोन यस्तो मिलाइदिनु मेराको समाजमा भन्नु अलिक टाउको यिनीहरूले मजाले कैँची खसाल्छ ऱ्याटै भएर अर्को नयाँ कैँची लाउनु खसेछ के बस यो बनाएर
पनि कति शिक्षा चाहिँ मिल्छ कति कति भित्र छुट्या रहेछ त्यसले बाक्लो कपाल भएर कैँचीले नै उ गरे कपाल एकदम बाक्लो कपाल रहेछ क्या अनि फेरि स्ट्रेट गरेको कपालमा कटिङ मिल्दैन कि त्यस्तो मलाई होइन त्यो कपाल कटिङै त्यस्तै हुन्छ स्ट्रेटको कपालको चाहिँ यही हो ल यताको चाहिँ भयो यताको अलिक भयो यस फोटो पार्छ कि तल थोरै फाइनल रिजल्ट यु कटको फाइनल रिजल्ट है त हेलो साथीहरू खोइ आयो भने यो त महाभारत रहेछ अल्छीहरू